राजकीय सुखशैल छोडेर पारिवारिक ममता तोडेर मान्छे किन मर्छन्, किन बुढो हुन्छन्, किन दुखित छन्, किन पीडित छन्, यावत कुराको चुरो पत्ता लगाउन उनले गृह त्याग गरे। भौतिकतादेखि टाढा हुन बुद्ध तपाईँको आवश्यकता अझै बढ्दछ। प्राणी मात्रको हितको लागि, हिंसा होइन, शान्तिको लागि। रत्नकार डाकोदेखि विशालु सर्पसम्म, रत्नकार डाकोदेखि विशालु सर्पसम्म, चक्रवर्ती सम्राटदेखि आम प्रजासम्म सबैमा समभाव राखे, समदृष्टि राखे, वैज्ञानिक वस्तुसङ्गत विचारले सबै प्राणीलाई बाँधिराखे। बुद्ध तपाईँको आवश्यकता बढ्दो छ, अझै नै बढ्दछ। 32 लक्षणले युक्त हरेक प्राणीमा हेर्दा भूत वर्तमान भविष्य बताउन सक्ने क्षमता, तैपनि चटकता पावर्थमा रमाउन नजान्ने, आत्मिक आफैभित्र सुख खोज्ने, तैपनि चटकता पावर्थमा रमाउन नजान्ने, आत्मिक आफैभित्र सुख खोज्ने। सुख छोडबार, दुःख छोडबार, जन्म अनिश्चित, मृत्यु निश्चित, दुःखको कारण, सुखको कारण, मृत्युको कारण, जन्मको कारण, कारणको महाकारण प्रतिपादन गरे, सम्पूर्ण प्राणी जगतको लागि जीवन आहुति गरे। बुद्ध तपाईँको महिमा बढ्दो छ। विश्व शान्तिको अग्रदूत कृष्ण प्यासको डिफेन्डर, विश्व शान्तिको अग्रदूत कृष्ण प्यासको डिफेन्डर। सात्विकी भोजन या जस्तो भोजन उस्तै मनको प्रतिपादक, जस्तो भोजन उस्तै मनका प्रतिपादक। मान्छे हुन् उनी मान्छे, तर उनी देवता भन्दा माथिको कार्य। नेपालकै छोरो सिद्धार्थ, दिव्य ज्ञानपछि बुद्ध, भगवान बुद्ध, मनको शुद्ध, बुद्धम शरणम गच्छामि, भगवान शरणम गच्छामि। थ्याङ्क यू एभ्रिवान।